हेलो एन्ड नमस्ते ब्युटिफुल पिपल, वेलकम टु माई अनदर भिडियो। म चाहिँ काठमाडौँमा छु होइन, अनि काठमाडौँमा चाहिँ अलिअलि गर्मी बढिरहेछ अनि मौसमले चाहिँ हामीले च्यालेन्ज गरिरहेछ होइन। हामीले मौसममा च्यालेन्ज नगरी त कुरै भएन। के गर्ने भन्दाखेरि चाहिँ स्विमिङ जाने। अनि काठमाडौँमा चाहिँ आर्टिफिसियल स्विमिङ पुल जति नै छ, तर एक ठाउँमा जमेको बासी पानीमा पौडी खेल्न भन्दा वी डिसाइडेड फर गोइङ टु नेचुरल स्विमिङ पुल। त्यसमाथि हामीले रिसर्च गर्न थाल्यौँ। केही समयको घोर मेहनतपछि वी डिसाइडेड टु गो मेलम्ची। अनि फेरि हाम्रो तयारी यति मजाको हुन्छ कि आधी घन्टा अगाडि प्लानिङ गर्ने, 10 मिनट अगाडि सावर लिने, रेडी हुने, 5 मिनट अगाडि दारी काट्ने, अनि 2 मिनट अगाडि प्याकिङ गरेर दौडिहाल्ने। तपाईँहरूको चाहिँ कस्तो हुन्छ कुनै डु कमेन्ट है साथीहरू। एज पर आवर प्लान मेरो साथीहरू चाहिँ अगाडि नै गइहाल्यो होइन, अनि म चाहिँ एकदम छिटो तयारी गर्ने भएको कारणले चाहिँ म चाहिँ अलिकति ढिलो हुन पुगेँ। अनि त्यहाँबाट मलाई पनि एउटा साथी आएर पिक गरेर कुटुङ टुक्टो पारेर लगिहालेँ धुमधुम गर्दै। यस्तो राम्रो सिन हेर्दै हामी हाम्रो गन्तव्यतिर जाँदै थियौँ। अनि म सोच्दै थिएँ कि हप्तामा 6 दिन काम गरेर एक दिन तपाईँ यसरी घुम्नुहुन्छ भने तपाईँको लाइफ वर्थ इट हो क्या। म यस्तो राम्रो कुरा सोचेर हाम्रो गन्तव्यतिर अघि बढ्दै थिएँ। मेरो यति राम्रो सोचमा रमाउँदा मेरो खुसीतिर फेरि टिकेन कि यसरी टिफरज्यूले आएर पुरै हानमलाई जस्तो बाटै ब्लक गरेर अगाडि आइदिन्छ कि के भन्ने हो र है। तपाईँले भनिदिनु ल बाँकी कुरा चाहिँ उहाँहरूलाई कमेन्टमा। चाहे जेसुकै होस्, जस्तो सुकै अवरोध आओस्, तर गन्तव्यमा हिँडेको मान्छेको यात्रा चाहिँ रोकिनु हुँदैन। अवरोध बाधाहरू त यहाँहरूले पनि देखिसक्नुभयो होइन, तर जस्तो सुकै जेसुकै होस्, तर आफू हिँडेको ठाउँमा नपुगुन्जेलसम्म चाहिँ निरन्तरता दिनुपर्छ अनि मात्रै जर्नी चाहिँ सक्सेस अथवा वर्थ इट हुन्छ है। हामी कता पुग्यो भनेर मैले साथीलाई सोध्दै थिएँ। हामी चाहिँ लगभग हाम्रो गन्तव्यमा पुगिसकेको रहेछौँ। यो चाहिँ मैले यति राम्रो गेटले हामीलाई स्वागत गरेको देखेर थाहा पाएको है साथीहरू। नेपाल घुम्दाखेरि चाहिँ कति धेरै ठाउँमा चाहिँ यसरी कति राम्रो गेटहरू बनाएर राखेको हुन्छ अनि स्वागत छ, धन्यवाद भनेको देखेर चाहिँ एकदम खुसी लाग्छ। यो चाहिँ एउटा राम्रो पाटो हो त्यहाँ घुम्न आउने गेस्टहरूको लागि चाहिँ। हामी अगाडि बढ्दै थियौँ, अघि हामीलाई छोडेर आउने साथीहरू चाहिँ त्यहाँ अगाडि पुगेर पुरा मोही खाँदै रहेछ है। के सोच्नुभयो तपाईँहरूले? मोही भनेको है मैले, मोही। अनि भाइले चाहिँ लदै आउनु तपाईँहरूलाई पनि अर्डर गरिसकेको छ भने हामीले चियर्स गऱ्यौँ अनि सर्ट लाएर पियौँ। तपाईँहरूलाई चाहिँ के लाग्छ भने मलाई चाहिँ चियर्स नगरेसम्म चाहिँ मिठै लाग्दैन कि खानेकुराहरू। अनि त्यसपछि गाइजहरू सिधै खोलातिर गयौँ पौडी खेल्नको लागि भनेर। तर हेर्नु चाहिँ के हुन्छ, के हुनु गएपछि पुगिन्छ होइन त। यसरी सबैजना हामी खोलामा पुग्यौँ। अनि खोलामा पुगेपछि सबैजना लुगा खोलेर खोलातिर छिर्न लागे। सबैजना खोलामा छिरे, तर म चाहिँ छिर्न पानी अलिक धेरै नै सफा जस्तो लाग्यो अनि त्यही भएर मैले पौडी चाहिँ खेलिनँ, किनकि मलाई एलर्जी हुन्छ नि त। त्यस कारणले म पौडी नखेलेर हो कि मेरो साथीहरू धेरै रमाएको देखेर हो। इन्द्रदेवलाई एउटा कुरामा चाहिँ चित्तै बुझेको छैन रहेछ कि तर आकाशबाट बर्सात गरिदिइहाल्नु भयो। त्यसपछि त्यहाँको माहौल र सबैको अनुहार हेर्न लागेको थियो क्या। सबैजना आफ्नो सामान जोगाउँदै, कोही कता भाग्दै, म चाहिँ छाताबाट रेसेट सुत्त बसेँ अल्पत्रै पारेर। मैले चाहिँ त्यहाँको पानीमा पौडी नखेलेर होला किन होला इन्द्रदेवलाई यो कुरा चित्तै बुझेको छैन रहेछ कि। अनि पानी पारिदिएर हामीलाई अल्पत्र बनाइदिनु भयो। मेरो साथीहरूको पनि बिचार हेर्न त अल्पत्र परिरहेछन्। हामी यस्तो अल्पत्र परेको देखेर इन्द्रदेवको पनि आँसु सकेछ क्यारे है, रुनै छोड्नु भयो। अनि त्यसपछि हामी पनि त्यहाँबाट फटाफट फर्किनेतिर लाग्यौँ। अघि बाटोमा हेर्न छुटेका कुराहरू फेरि हेर्दै फर्क्यौँ। अनि बाटोमा एक ठाउँमा बसेर खाजा खायौँ। खाजा खाँदा पनि चियर्स गर्नुपर्छ है, फेरि मिठो हुन नि साथीहरू थाहा छ कि छैन। तपाईँहरू पनि चियर्स गरेर मात्रै खानु होला। लगभग आजको दिन यति नै रह्यो। 2 शब्द मेरो तर्फबाट सुन्नुहोस् है तपाईँ पनि। अब फाइनली आजको हाम्रो डे आउट चाहिँ बवाल भएको छ, गर्न बाँकी केही रहेन। हस् त आजको लागि यति नै। भिडियो अन्तिम समय हेरिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। अनि फलो, लाइक, कमेन्ट चाहिँ गर्न नभुल्नु होला। सी यु इन द नेक्स्ट भिडियो। बाई बाई।